एका देशमा एउटा चाहिँ गाउँमा चाहिँ एउटा एकदमै लोभी बुढा रहेछ है। त्यसको नामै लोभी बुढा, सबैले लोभी बुढा लोभी बुढा लोभी बुढा भनेर चिन्ने त्यसलाई है। त्यसको चाहिँ जहाँ पनि चर्चा हुँदो रहेछ, चिया पसलमा जाउँ त्यसैको चर्चा होइन, कतै चोकमा गयो भने त्यसैको चर्चा, क्यारम खेल्ने ठाउँमा गयो भने त्यसैको चर्चा है। ठुल्ठुला नेताहरूले पनि त्यसैको चर्चा गर्ने कि यो त कति लोभी छ है भनेर सबले चाहिँ तारिफ गर्ने उसको। अनि ऊ चाहिँ एकदम मक्ख पर्दो रहेछ कि मलाई लोभी छ, सबैले लोभी हुन्छ, ओहो म त जे होस् सबैले चिनिहाल्नु मलाई भनेर एकदम मक्ख पर्दो रहेछ। त्यहाँबाट चाहिँ के भएछ त भन्दाखेरि एक दिन चाहिँ त्यो गाउँमा चाहिँ अरू नै गाउँबाट बसेसराई गरेर एकजना मान्छे आएछन् है। अनि एकजना मान्छे आउने बित्तिकै बिस्तारै 1-2 हप्ता बस्दा के भएछ भन्दाखेरि त्यही त्यो नयाँ मान्छेको चर्चा धेरै चल्न थालेछ है। त्यो नयाँ आएको मान्छे त कति लोभी हो, अहिलेको त के लोभी हो, त्यसको अगाडि त केही पनि होइन, त्यो त यति धेरै लोभी छ भनेर एकदमै धेरै चर्चा हुन थालेछ है। त्यसपछि त्यहाँ चाहिँ त्यो पुरानो बुढो त्यसपछि त्यो पुरानो लोभी बुढोलाई त एकदमै रिस उठेछ है। कोही नयाँ मान्छे आएछ, मेरो नाम चाहिँ सबैले लैसक्यो, मेरो इज्जत पनि माटोमै मिलाउने भयो, यति लोभी मान्छे, मभन्दा पनि लोभी कस्तो रहेछ त भनेर उसलाई चाहिँ एकदम भेट्न मन लागेछ है। अनि ऊ चाहिँ अब भेट्ने भनेर प्लान बनाएछ। अनि प्लान बनाएर के गर्छ त उसले, एक दिन अब भेट्न जाँदा कसैले केही त लानै पऱ्यो होइन। हामीले चाहिँ एउटा कागज च्याति छ, कागजमा चाहिँ 2 किलो स्याउ र 1 दर्जन केरा भनेर लेखेर चाहिँ फोल्ड गरेर खोल्टीमा हालेर लिएर गएछ। अनि त्यो मान्छे घर गएर ढोका ढकढक गरेछ। अनि घर चाहिँ त्यो रहेनछ, त्यसको छोराले ढोका खोलेछ। अनि सोधेको तिम्रो बाबा खै भनेर सोधेछ। बाबा त बाहिर जानुभएको छ, म मात्र हो भनेछ। कतिखेर आउनुहुन्छ भनेको अब बेलुकातिर आउनुहुन्छ, अब एकछिन टाइम लाग्छ होला भने। त्यसपछि ऊ भित्र गएर एकछिन बसेपछि अब ल्याएको सामान त फिर्ता गर्नु भएन, दिन्छु भनेर चाहिँ उसले चाहिँ त्यो कागजमा ल्याएको त्यो 2 किलो स्याउ र ल 1 दर्जन केरा ल्याएको बाबु, ल लिग, अब खाली हात आउने कुरो भएन, त्यस्तो बानी पनि छैन मेरो भनेर चाहिँ कुरा मिलाएर दिएछ। त्यहाँदेखि त्यो छोराले पनि लिएछ। अनि त्यसपछि दिइसकेपछि त्यो निमलाई चाहिँ झ्याउला चाहिँ ल अब बाबु म चाहिँ गएँ, तिम्रो बाबासँग पनि भेट होला जस्तो छैन, अब म अर्को दिन आउँछु भनेछ। त्यहाँ चाहिँ त्यो केटाले के भन्छ, रोक्नुहोस् होइन, हजुर हामीले यत्रो ल्याउनु भयो कोसेली, हामीले कहाँ रित्तो हात पठाउने हजुरलाई भनेर उसले चाहिँ के गरेछ, उसले फेरि ल अब हाम्रो गरेर त्यस्तो अरू त केही छैन, ल आँप चाहिँ छ 1 किलो आँप लानु भनेछ। त्यहाँबाट उसले कसरी गरेर के गरेछ भन्दाखेरि ल यो एउटा, ल यो अर्को, ल यो टोटल 1 किलो भयो, ल 1 किलो आँप लानुहोस्, यति लगाएपछि हुन्छ भनेछ। त्यहाँबाट त्यो छक्क परेछ, बाफरे बाफ, म लोभी भनेको त यो फुचे त यति लोभी रहेछ भनेपछि यसको बाउ कति लोभी होला त भनेर ऊ त एकदमै 3 छक परेछ है। 3 छक पर्दै चाहिँ ऊ चाहिँ बिस्तारै घरतिर लाग्यो। त्यहाँबाट चाहिँ नि बेलुकातिर चाहिँ उसको बाउ चाहिँ फर्केछ है। बाउ फर्केपछि चाहिँ त्यहाँबाट चाहिँ छोराले चाहिँ सबै कुरा भनेछ कि एउटा अङ्कल आउनु भएको थियो, हाम्रो चाहिँ 2 किलो स्याउ र 1 दर्जन केरा ल्याइदिनु भएको थियो, मैले पनि 1 किलो आँप दिएर पठाइदिएँ बाबा भनेछ। त्यहाँबाट चाहिँ भन्छ के कस्तो आँप दिस् भनेको, यस्तो गरेर आँप दिएर पठायो भनेछ। त्यहाँबाट त त्यसको बाउ त रिसाएर गाला सालामा लात्तैले हानेछ है, गालामा नि हानेछ, चापड हानेछ, लात्तैले भकुरेछ। बाबा किन पिट्नु भएको, मलाई किन पिट्नु भएको भने, तेरीमा गधा बदमास, मेरो इज्जत माटोमा मिलाइस्, यत्रो आँप दिने हो जान्ने भएर, यत्रो दिनुपर्छ नि आँप, यत्रो आँप दिएर मरेछ तपाईँ गधा, मेरो इज्जत माटोमा मिलाइस् भनेछ। कतिसम्म लोभी चाहिँ आफै सोच्नुहोस्।